हेलो एभ्रिवान, सबैजनालाई मेरो भिडियोमा वेलकम है। आज म भिडियो सुट गरिरहेको छु। हुन त म सन्चो छुइनँ, ज्वरोले रुगामार्गीले धेरै साह्रो परिरहेको छ। तर ओछ्यानमै सुतिबस्दा चाहिँ झन् यति साह्रो विक फिल हुँदो रहेछ। त्यही भएर बाहिर निस्केर अलिकति शीतल हुँदा यहाँ बाटो सफा गरी हेरौँ भनेको। फेरि परको दाजु हुनुहुन्छ नि त गर्ने, अन्त दुईजना मिलेर घरको यो बाटो हिँड्ने बाटो चाहिँ सफा गरौँ भनेर सोचेको। उपर दाजु हुनुहुन्छ होइन, हिउँ दाजु र म भएर कुछ यस्तो छ। अहिले चाहिँ हाम्रो बाटो यता चाहिँ हुनुहुन्छ हाम्रो हेमु दाजु। के गर्नुभएको दाजु? अब साफसफाइ घरमा बसेको बेला टाइम पास पनि हुने हो, हजुर, बाटो सफा पनि हुने। यसो हामी चाहिँ मिलेर आफ्नो बाटो चाहिँ आफै सफा गर्ने गर्दछौँ हो। हाम्रो एनर्जेटिक हेमु दाजु, उहाँ चाहिँ डरलाग्दो काम गर्नुहुन्छ होइन, त्यस्तो डरलाग्दो पनि होइन, हल्का साफ सफाइ चाहिँ उहाँलाई पुरा। होइन, यस्तो चाहिँ दिइरहनै पऱ्यो नि त, किनभने अब यो दियो भने चाहिँ यो टाइममा साँपहरू निस्किँदैन हो। अनि यतिखेर अब हामी हिँडिबस्नुपर्छ। त्यो बेला राति सफा छ भने चाहिँ देखिन्छ नि त आँखाले पनि, गाडीसम्म त देखिँदैन हो। त्यही यहाँ बाटो पुरा मान्छे पनि हिँड्छ, प्लस नानीहरू हिँड्छ नि त। त्यही भएर हामी सफा गरेको। हेर्दै गर्नुहोस् हाम्रो भिडियो। यति चाहिँ हाम्रो दाजुले सफा गरिसक्नु भएको हो। त्यहाँदेखि म चाहिँ सुतिरहेको थिएँ। फेरि पुरा के गरौँ भन्दाखेरि चाहिँ म पनि दाजुलाई हेल्प गर्नु आएको नि त। दाजुको हतियार पनि दामी रहेछ है, देखाउनुहोस् त। कहिले बनाउनु भयो? यो होइन, रेडिमेड हो। रेडिमेड ल्याउनु भएको? हेर्नुहोस्, चिज सब रेडिमेड। ऊ त्यो उठाउँदै गरेको चेप्ला चाहिँ तपाईँहरूले यो अर्ग्यानिक यहीँ बनाएको, दाजुले बनाउनु भएको है। के को हो? गाडीको तेलको जरा है? होइन होइन, यो चाहिँ बाख्रालाई दिने क्याल्सियमको बट्टा। यस्तो छ। तपाईँको खुदको आइडिया होइन यो? यो त अब आफ्नै हो नि, एक नम्बर। यस्तो छ नि त हाम्रो दाजु चाहिँ एकदम आफ्नो खालि एक नम्बर मात्रै आउँछ हो फेरि। भेरी गुड। ए दाजु बहिनी त्यसरी अब झार गर्दैछ हो। अहिलेको यो फेरि रुगामार्गीमा नि सुतिरहनु पनि हुँदैन। त्यही भनेर त, त्यही जिउ दुखेर चाहिँ यसो दबाई खाएर काम गरी हिँडेको। काम होइन कि टाइम पास मात्रै हो। आफूले अलिक एक्टिभ गर्नु खोजेको नि। हाम्रो हल्का एक्सर्साइज काम होइन, बाटो सफा गरेको भने। बाटो सफाइ अभियान हुँदैछ दाजु बहिनीकोबाट। यो चाहिँ काम पनि होइन, म त गरेको थिइनँ कि दाजुले गर्दै थिएँ र यसो हेल्प गरिदिएको नि दाजुको। हाली चाहिँ सकेँ, एकछिन बसिरहेको दाजु गर्दैछ। साथीभाइ हामीले चाहिँ अलमोस्ट फिनिस गरिसक्यो हो। मजाले सफा गरिसक्यो हामीले होइन, परदेखि यहाँसम्म। अब यति मात्रै छ हो। बिमार हुँदै भए पनि काम गरेँ, दाजुले गर्नुहुन्थ्यो, अन्त मैले अलिकति गरेँ। यसरी हामीले आफ्नो गाउँ समाजहरू यसरी मिलेर आफू हिँड्ने बाटो आफै सफा गऱ्यो भने चाहिँ धेरै राम्रो हुन्छ। अहिले त झन् पानीको सिजन, सापहरू हुन्छ होइन, किरा फटेङ्ग्राहरू पुरा हुन्छ, नानीहरू त्यही बाटो हिँड्छ होइन। अन्त हामीले चाहिँ आफ्नो गाउँ राम्रो बनाउनको लागि चाहिँ हामी मिलेर यसरी साफसफाइ गर्दा हुन्छ है। त्यो पनि कति राम्रो। हामी किन त्यतिकै बस्नुभन्दा अलिकति भए पनि आफू हिँड्ने बाटोहरू सफा गर्नु नै ठुलो हो। अनि हामीले आफ्नो गाउँलाई चाहिँ सफा राख्नुपर्छ है। आज हामीले मिलेर यस्तो सफा गऱ्यो, के भन्नु चाहनुहुन्छ?
होइन यस्तो त अब हामीले गऱ्यौँ नि अब हामीले जस्तै अब अरूले सबैले गर्यो भने राम्रो आफ्नो आफ्नो जसको अब एरिया छ होइन त्यसरी नै अब बाटो यसरी मिलेर गऱ्यो भने सबैलाई सुविस्ता हिँड्नु राम्रो सफा हो अब यो चाहिँ खासमा सबैले गर्नुपर्ने सबै त्यसरी मिलेर गऱ्यो भने चाहिँ आफ्नो गाउँै राम्रो है गाउँै राम्रो साफसफाइ भयो छिमेकी पनि हुन्छ किनभने यतिखेर चाहिँ गर्नु जरुरी पनि छ किनभने अब बाटो घारी हुन्छ नानीहरू हुन्छ हो साँपहरू हुन्छ है त्यसले गर्दाखेरि चाहिँ यो गर्नु चाहिँ जरुरी छ अन्त हाम्रो हेल्थको लागि पनि राम्रो अन्त एक्सर्साइज कस्तो दामी भयो हुन्छ कुरो भइबस्छ एक नम्बर हुन्छ नि हौ कुरा चाहिँ सबैभन्दा म त कस्तो बिमारी मान्छे काम गरेर कस्तो तङ्ग्रिरहेछु यहाँ है हाम्रो यहाँ भाइले जेसिबी कुदाछ हाम्रो आगे पनि यहाँ आज यहाँ जेसिबी कुदाएकै छ अन्त पैसा देखेछ मेरो पैसा साह्रो बेसी औरेको भाइ आग्यो बाटो सफा गर्दा चाहिँ यसरी बिचमा हामीलाई चिया पनि प्रोभाइड गरिदिनुहुन्छ हो यो चाहिँ अब अहिलेको यो सर्दी जाने हो घरबेटीहरूले है यसमा चाहिँ मरिच के अरे अन्त मेथी लगाएको चिया हो होइन सिङ हो नि त अन्त बिमार हुँदै भए पनि काम गर्यो यो बिमारलाई चाहिँ म काम गरेर जित्नुपर्ने छ नि त यसले अब थकान पनि मेट्छ हिँड्नु कस्तो सफा भयो आफै हिँड्ने बाटो आमा तपाईँलाई मैले हेल्प गरेर पुरा छिटो सक्यो राम्रै सक्यो तर हात हेरेर चाहिँ फेरि काम गरेको छैन मेरो छ नि फेरि के भन्नु चाहन्छ मेरो आमाले चाहिँ चिया ल्याइदिनु भएको हो के भन्नु चाहनुहुन्छ तपाईँ घर बाटो सफा गरेर धेरै खुसी हुनुहुन्छ हामी भन्नु न घरको माथि यसो सफा हुँदाखेरि चाहिँ मुसाले फेरि जमा हाल्दैन ऊ पर कुखुरा खेल्दैछ हाम्रो अहिले चाहिँ अब यसरी उसको जेसिबीलाई प्रयोग पनि गर्नुहुँदैछ हो अनलोड गरिदिनु अब उता ल उयो उन्दो जान्छ तिमी यता आइज अब हाम्रो काम आजको हो म त गर्छु सोचेकै थिइनँ किन बिमार थिएँ तर गरेँ होइन अब यो यहाँ एन्ड गर्न चाहन्छु आशा राख्छु कि तपाईँलाई यो भ्लग मनपर्छ भनेर थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई